सानो आज के पढ्ने हो? दुई अक्षरका शब्दहरू। ल अब पढ नि त। 1 नम्बरमा के छ? घर। घर भनेको के होला? हामी बस्ने घर। हो र। अनि 2 नम्बरमा के छ? नङ। के हो नि यो नङ भनेको चाहिँ? यो हो। खै यहाँ देखाउ त मामुलाई। यो नङ हो तिम्रो? ओ स्याबास। अब यो 3 नम्बरमा के छ पढ त? जल। जल भनेको चाहिँ के होला? भगवानलाई पानी हो, भगवानलाई चढाउने जल हो र। वाउ कति राम्रो कुरो। यो के हो नि यो? 4 नम्बरको चाहिँ? बस। के हो नि बस भने चाहिँ? स्कुल जाने बस। बस चढेर स्कुल जाने गरेको छ कि छैन तिमी? छ। हो। अनि 5 नम्बरमा के रह्यो त्यो? गन। के हो यो गन भनेको? गन्ने। कसरी गन्ने हो त नि त्यो? म गन्छु अब। हस् ल। ल गन ल। 1 2 3 4 5 6 7 8 9 10। यही हो गन्ने भनेको? हो। आमै। अनि कहाँ पुग्यो हामी? 6 नम्बरमा पुगेछौँ ल। के हो त्यो 6 नम्बरको? खल। के हो खल भनेको? कुट्ने भारो। हो। के कुट्ने होला? अदुवा कुट्ने होला, लसुन कुट्ने होला। अनि यो 7 नम्बरको चाहिँ के रहेछ यो? कल। के हो कल भनेको? झगडा गर्ने। तिमी मामुसँग झगडा गर्छौ? अनि हजुर पनि गर्नुहुन्छ त? कहिलेकाहीँ? कि सधैँ गर्ने रहेछ? कहिलेकाहीँ। हो। अब गर्नुहुन्छ त झगडा? हुन्न। अब 8 नम्बरको भन। 8 नम्बरको जग। के हो जग भनेको? पानी खाने जग हो। अनि 9 नम्बरमा के छ? छत। छत भने चाहिँ के होला? माथिको छत। घर माथिको छत? हो। अनि 10 नम्बरमा छ त के हो त्यो 10 नम्बरको पढ त? टप। टप भने चाहिँ के होला? हजुरको कानको टप। मैले टप लाएको छ? अनि तिमीले चाहिँ यो के लाएको हो नि? यो चाहिँ मुन्द्रा हो। त्यो चाहिँ मुन्द्रा हो। मुन्द्रा। यो चाहिँ के हो? टप। टप। आयो सबै? अनि अर्को पनि टप हुन्छ। यस्तै अरू पनि हुन्छ? घुमाउने टप नै हुन्छ? ल गुड। बाई बाई। बाई बाई। सी यू फियू। के हो नि?